Good morning everyone, welcome to my channel. आज म बिहानमै रानीपुरतिर जान लाग्यो किनभने आज एक्सरसाइज गर्नलाई मन लागेन। बिहान जुरुक्क उठेर कति बजे 7:30 बजे गए। त्यहाँ पुगेपछि एकछिन वार्मअप हानेपछि हात सात तन्काए, त्यही त हो। अनि एकछिन कपडा खोले, फ्लेक्स गरे बडी, अनि त्यसपछि एकछिन झुन्डेर हातलाई तन्काए, मसल बान्नलाई रेडी पारे। अनि एक मसल बानेको त जाँदै जान्न मसल। अनि दोस्रो चोटीमा चाहिँ गयो मसल ड्याङ्ग पारामा, दोस्रो चोटीमा चाहिँ गयो। अनि त्यसपछि त्यहाँ माथि पुगेपछि डिप्स हाने 10 डिप्स हाने। यसरी नै मैले 5 सेट कम्प्लिट गरेँ। यो चाहिँ त्यहाँबाट पुलअप 5 हानेपछि चाहिँ एकछिन रेस्ट हाने, अनि फेरि अर्को लट। यसमा चाहिँ मैले 2 चोटी पुलअप ट्राई हान्न मसल अप ट्राई हान्न लाग्यो। 2 चोटी मसल अप ट्राई हान्न चाहिँ यस्तो ठेला दुख्ने क्या, त्यो ठेला ठुल्ठुलो आछ, त्यो त लास्ट पोल्ने। अनि 2 चोटी त सक्दै नसक्ने, हान्नै नसक्ने। अनि त्यसपछि पुसअप हाने, त्यो हानेपछि अनि यसो आफ्नो बडी फ्लेक्स हानेको। कस्तो देख्यो भनेर कमेन्टमा भनिदिनु है, कस्तो देख्यो ल बडी चाहिँ खतरा हान्ने बडी पोजिङ हानेपछि चाहिँ। अनि हान्ने साथै अनि 2 मसल अप ट्राई हानेको त पहिला सुरु 1 हाने, त्यसपछि त लास्ट पोल्दिएर हात, अनि अब त हान्छु भनेर हानेको त 2 मसल अप गइदिएर। त्यहाँबाट अनि मैले वर्कआउट पनि भ्याइदिएँ त्यहीँ। अनि झ्याउ लाग्न थाल्यो, अनि कोही पनि थिएन, एक्लै थियो म नि। अनि त्यसपछि घरतिर गइदिएँ। अनि अगाडि आँपको बोट थियो, अनि त्यहाँनिर आँप रहेछ, अनि खाएँ, अनि घर गएँ झरेको।